साथीहरू आज चाहिँ म यो ढोलमा ताराको कुम्जे अर्थात् बडी लाइन चाहिँ कसरी तान्ने भन्ने विषयको एउटा सानो भिडियो क्लिप लिएर आएको छु। हेरेर साथ दिनु होला। कुम्जे गर्ने बेलामा चाहिँ सानो मसिनो ब्रस चाहिन्छ। लाइनिङहरू एकदम एक्ज्याक्ट मसिनो तान्नुपर्छ। यो चे गरेको भन्दा अलि मसिनो, धेरै मसिनो तान्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा ब्रस चाहिँ सकेसम्म हामीलाई एकदम राम्रो चाहिन्छ। मेरो लागि चाहिँ यो चाइनिज ब्रसहरू एकदमै बेस्ट लाग्छ। नेपाली ब्रसहरू पनि राम्रै छ। यसरी तान्नुपर्छ, सुई तान्नुपर्छ। यसरी तान्दै गएपछि अन्तमा त्यसपछि स्याम्दङ गर्नुपर्छ। स्याम्दङ गरेपछि अब चेन्ज गर्ने। म यस्तै भिडियोहरू ल्याउँदै जानेछु हजुरहरूलाई। हेरेर साथ दिनु होला। धन्यवाद।